हेलो सम्पूर्णमा अस्सलामुअलैकुम नमस्ते। म आज टिकटकमा आएर फर्स्ट भिडियो बनाउन जाँदैछु। बनाउँदैन भन्दै थिएँ तर मनले मानेन। हालसालै हाम्रो देशको प्रधानमन्त्री सम्मानीय सुश्री सुशीला कार्कीले मुस्लिम महिलाहरू सम्बन्धी दिएको हालैको अभिव्यक्तिले देशमा सामाजिक सद्भाव र भाइचारा खलबलाउने प्रकृतिको भएकोले निन्दनीय र पदको मर्यादा विपरीत छ। एउटा प्रधानमन्त्रीले यस्तो गैर जिम्मेवार अभिव्यक्तिप्रति समग्र मुस्लिम समुदायले गम्भीर खेद प्रकट गर्दछ। नेपालको इतिहासमा आजसम्म कुनै पनि प्रधानमन्त्री, मन्त्री वा राष्ट्रपति वा नेताले कुनै पनि समुदायलाई लक्षित गरी यस्तो झुटो असत्य आरोप लगाउनु भएको छैन। तर तपाईँ एउटा प्रधानमन्त्री नभएर पनि पहिला देशको सर्वोच्च अदालतको प्रधान न्यायाधीश पनि हुनुहुन्थ्यो। तपाईँ एउटा पढे लेखेको इन्टेलिजेन्ट विद्वान, नेपालको हाइकोर्टको जज समेत रहनु भएको तपाईले यस्तो गैर जिम्मेवारपूर्वक अभिव्यक्ति कसरी दिनुभयो? म यहाँलाई एउटा विनम्र अनुरोध के गर्न चाहन्छु, तपाईँ मुस्लिम समुदायप्रति होइन कुनै पनि समुदायप्रति केही टीका टिप्पणी गर्दा, केही शब्द बोल्दा त्यो धर्मलाई बुझ्नुहोस्, किताब पढ्नुहोस् अथवा त्यो धर्म सम्बन्धी स्कलर, त्यो धर्म सम्बन्धी जान्ने स्कलरहरूसँग छलफल गर्नुहोस्, त्यसपछि मुख खोल्नुहोस्। तपाईँ प्रधानमन्त्री त के बन्नुहुन्थ्यो र? हाम्रो देशका कर्णधार, मेरुदण्ड भन्ने युवाहरूको बलिदान र रगत बगाएपछि, देशको सत्ता हेरफेर भएपछि तपाईँ यो देशको प्रधानमन्त्री बन्नुभयो। र जुन दिन तपाईँ यो प्रधानमन्त्री बन्नु भएको थियो, हामीलाई गर्व लागेको थियो। अब यो देशमा आमा आए, आमा आउनुभयो। आमाले छोरा छोरा सबै धर्म, सबै जातिलाई समेटेर तपाईँ यो देशलाई एउटा राम्रो दिशा दिनुहुन्छ। तर हाम्रो सोच गलत थियो। तपाईँ 2000 वर्ष पहिलाको कुरा गर्दै हुन्छ, अहिलेको यो 21औं शताब्दीमा आएर 2000 पहिलाको कुरा गरेर हुन्छ। तपाईँ देखाइदिनुहोस् कुन मुस्लिम महिलालाई जिउँदै गाडेको, जिउँदै जलाएको हो? कुन यस्तो समुदाय छ र जहाँ महिलाहरूमाथि अन्याय हुँदैन? हुन्छ, फाटाफुट्टा कहीँ न कहीँ त्यो समुदायलाई लक्षित गरेर भन्ने कुरा होइन, त्यो व्यक्ति विशेषमा पर्ने कुरा हो। के नेपालमा अन्याय भएको छैन? नेपालको अरू समुदायको चेलीबेटीहरूमाथि अन्याय भएको छैन? निर्मला पन्तको निर्मम बलात्कार गरे, हत्या गर्यो, खोइ त त्यसको अहिलेसम्म तपाईँको मुखबाट एक शब्द सुनेको छैन। तपाईँ प्रधानमन्त्री भएको भोलिपल्ट हाम्रो सायद यहाँ इटहरी छेउछाउमा 4-5 जना युवाहरूले एक बच्चाको आमालाई बलात्कार गरेर हत्या गरेर फ्यालिदिए। खोइ त त्यो सम्बन्धी तपाईँले के नियम लागू गर्नुभयो? के तिनीहरूलाई फाँसी दिनुभयो? तिनीहरूलाई सजाय दिनुभयो? केही दिन पहिला काठमाडौँमा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरे। फेरि त्यसको केही दिन तपाईँ प्रधानमन्त्री भएको लगत्तै काठमाडौँमा
केही समूह 2-4 जना मिलेर एकजना महिलालाई घर आएर मारे, हस्पिटलमा गएर मृत्यु भयो त्यस्तो। तर त्यो प्रति तपाईँको कुनै ध्यान आकर्षण छैन। जेएनजीहरूले बनाएको तपाईँलाई जेएनजीहरूप्रति कुनै सहानुभूति छैन। आज जेएनजीका नेताहरूले तपाईँ समातेर जेल हाल्नुहुन्छ। अन्याय गरेका भ्रष्टाचारी नेताहरूलाई तपाईँ छुट दिनुभएको छ। त्यस सम्बन्धी तपाईँको थुतुन खुल्दैन, 2 शब्द आउँदैन, तर तपाईँ समुदायलाई लक्षित गरेर तपाईँ भए नभएको कुराहरू भन्नुहुन्छ। यो अति नै खेदपूर्ण छ। अब 5 मिनट 6 मिनट भइसक्यो, अब धेरै के भन्नु। अब तपाईँ प्रधानमन्त्री जस्तो व्यक्ति है, त्यसैले म एउटा के विनम्र अनुरोध गर्न चाहन्छु कि तपाईँ अब जे हुनु थियो भइगयो। अब हड्डी नभएको जिब्रो चिप्ली त गयो, तर जुन आहत पुग्या छ त्यसको मर्हम तपाईँसँग नै छ। तपाईँ चाहनुहुन्छ भने यो सबै कुरा शान्त हुन पनि सक्छ र आशा गर्छु आइन्दादेखि यस्तो खालि मुस्लिम समुदाय होइन, कुनै पनि समुदायलाई लक्षित गरेर केही बोल्दै हुन्छ भने सत्य तथ्य बोल्नुहोस्। यो देशमा सती प्रथा थियो नेपालमा, पहिला सती प्रथा थिएन र? श्रीमान मर्दा श्रीमती त्यसको चिहानमा गएर जल्नु पर्ने थिएन र? खोइ त्यो सम्बन्धी बोल्नु भएन त? त्यो सम्बन्धी पुरै गर्नु भएन तपाईँको? इस्लामले नारीलाई जति अधिकार दिएको छ त्यति त मलाई लाग्छ अरू कुनै धर्मले दिएको छैन। तपाईँ के ठान्नुहुन्छ? जुन हिजाब र बुर्खा लगाएर नारीहरू हिँड्छन्, त्यो नारीहरूलाई जबरजस्ती लगाएको होइन, तिनीहरू आफ्नो स्वइच्छाले लगाएर हिँड्छन्। आफ्नो फेस, आफ्नो शरीरको अङ्ग तिनीहरू आफ्नो प्रोटेक्सन, आफ्नो सुरक्षाको लागि तिनीहरू लगाएर हिँड्छन्। तिनीहरू कुनै दबाबमा आएर घरको दबाब होस्, चाहे समुदायको होस् या श्रीमानको होइन। तपाईँ एउटा सच्चा इस्लामको नारीलाई गएर सोध्नुहोस्, त्यसलाई कति सम्मान छ। हुँदा हाम्रो इस्लाममा अब जस्तै हाम्रो छरछिमेकमा हामी त जन्मेकै ठाउँमा हामी हेर्छौँ महिला दिदीबहिनीहरूको मन्थली पिरियड आउँदा तिनीहरूलाई गाईगोठमा लगेर राखिन्छ। यो पशु सर व्यवहार होइन र? यसमा खोइ बोल्नुभयो। हाम्रो पनि दिदी महिलाहरू छ, हाम्रो पनि घरमा दिदी छ, बहिनी छ, आमा छ, छोरी छ। यो प्राकृतिक चिज हो, सबैमा हुन्छ, तर हामी त्यसलाई गाईगोठमा राख्दैन। नर्मली डे जस्तै हुन्छ, हामी त्यसरी नै राख्छौँ। थाहै हुँदैन के भयो। केही छ कि यो काम गर्नु हुँदैन, जुन धार्मिक कामहरू छ त्यो, जस्तै नमाज पढ्ने होइन, रोजाको महिनामा रोजा राख्ने, यो कुराहरू स्वयं गर्नु हुँदैन। तर कसैलाई थाहा हुँदैन कि हाम्रो दिदीबहिनीहरूको पिरियड चलिरहेछ कि के छ। घरमा कुनै पनि पुरुषलाई थाहा हुँदैन, किनभने सबैले थाहा हुन्छ आफ्नो धर्ममा कति छ, कति गर्नुपर्छ, कति मान्नुपर्छ। महिलालाई दबाएर राखेको छ। विश्वमा कुन यस्तो देश छ? आज तपाईँ साउदी अरबमा आएर हेर्नुहोस्, हामी विगत 10 वर्षदेखि यहाँ छौँ। यहाँको जुन चलाउने, यहाँको शासन सत्तामा महिलालाई यति अधिकार दिएका छन्। महिला राति 2 बजे एक्लै हिँड्छ, साँझमा एक्लै हिँड्छ, राति एक्लै हिँड्छ। पुरुष सर उनीहरू काम गरिरहेछ, पुरुष जस्तै काम गरिरहेछ। हेल्थ सेक्टरमा हेर्नुहोस्, एजुकेसन सेक्टरमा हेर्नुहोस्, टेक्नोलोजीको सेक्टरमा हेर्नुहोस्, सबैमा छ। हाम्रो नेपालमा राष्ट्रले त्यति युवालाई त रोजगार दिन सकेका छैन। आम जनता राति हिँड्न सकिरहेको छैन, सुरक्षित छैन, आफूलाई सुरक्षित महसुस गरिरहेको छैन। त्यसमा तपाईँको ध्यान आकर्षण छैन। तर घोर विरोध र के छ भने तपाईँ एउटा
प्रधानमन्त्री भएको व्यक्ति आजसम्म कसैले यो कुनै पनि धर्मलाई लक्षित गरेर यस्तो अभिव्यक्ति गैर जिम्मेवार अभिव्यक्ति दिएको छैन। अब 10 मिनटको भिडियो भइसक्यो, अब धेरै नबोलौँ है। अब के अब भनौँ र है। त्यसैले म अन्त्यमा यो भन्न चाहन्छु कि कुनै पनि धर्मलाई केही भन्नु छ भने त्यो धर्मलाई पहिला जान्नुहोस्, बुझ्नुहोस्, विश्लेषण गर्नुहोस्, अनि मात्र केही भन्नुहोस्। हस्त, धन्यवाद, अस्सलाम।